सम्मानीय सभामुख महोदय, म एउटा घटनाको यहाँ वर्णन गर्न चाहन्छु। बुटवल निवासी सुदीप न्यौपानेको हत्या भारतको काश्मीरको पहलगाममा भएछ। त्यो बीबीसीले पुरा उसको परिवारको भिडियो लिएछ, अन्तर्वार्ता लिएको छ। त्यो भिडियो हेरेपछि जसको आँखाबाट आँसु आउँदैन त्यो नेपाली हुनै सक्दैन, किनकि त्यस्तो हृदय विदारक घटना थियो। तर सरकारले आफ्नो नागरिकको जीवधन सुरक्षा पनि गर्न चुकिराखेका हुन्छ र उसलाई यदि कसैको हत्या भयो भने त्यसलाई राहत दिन पनि चुकिराखेका छन्, किनकि सरकारलाई त आफ्नै सुविधाबाट फुर्सद छैन त जनताको जीवधन। किनकि त्यो हृदय विदारक घटना किन भन्छु भने त्यसको आमा एकल महिला हो र परिवारको एउटै छोरा थियो। छोरालाई नाउँ सोधी सोधी उसको हत्या भएको छ। त्यो बर्बरतापूर्ण कायमको त्यो घटनाको जति भर्त्सना गरे पनि त्यो कम हुनेछ। म सरकारको ध्यान किन आकर्षित गर्न खोजेँ भने हाम्रो माननीय सांसदहरू पनि कुरा उठाउनु भयो, सरकारले पनि घटनाको भर्त्सना गर्यो, तर पीडित परिवारलाई आजसम्म 1 रुपियाँ पनि दिएको छैन। सरकार त्यसका पुग्न सकिरहेको छैन। सञ्चारकर्मी पुगिराखेका छ तर सरकार पुगिराखेका छैन। म त्यही सम्बन्ध जोड्न पनि चाहन्छु। हिजो रातिदेखि जुन भारत र पाकिस्तानको तनाव बढेर गएछ, 9 ठाउँमा आक्रमण भएछ, 1 बजे राति जुन मिडिया रिपोर्टमा आइरहेछ, म नेपाल सरकारसँग माग गर्न चाहन्छु, भारत नेपाल सीमा खुला छ, हाम्रो कुनै अवांछित गतिविधि नहोस्। भारत नेपाल सरकार हाम्रो खुला सीमा नभएको कारणले त्यसलाई धेरै क्लोजली मोनिटर गर्नुपर्छ कि ताकि कुनै आतंकवादी गतिविधि गलत गतिविधि नहोस्। यही बेलामा हाम्रो कुरा हतारको बिहा कनपट्टीमा सिन्दुर भन्छ हाम्रो मधेसतिर, ठ्याक्कै सरकार कस्तो छ भने सरकारलाई अलिकति पनि अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन, किनकि साइकोलोजी पढेको मान्छे परराष्ट्र मन्त्री हो। त्यस कारण परराष्ट्र मन्त्रीलाई थाहा छैन कि डिप्लोमेसी भनेको के हो, परराष्ट्रनीति भनेको के हो। अब यहाँ त कुन दिन इन्जिनियरहरूलाई डाक्टर बनाउने, डाक्टरको क्लिनिकमा राखेर उपचार गराउनु सुरु हुन्छ। हाम्रो सरकार त्यस्तै हो। म किन भन्न चाहन्छु भने हिजो समय अभावमा पुरा भन्न सकिनँ, मलाई 1 मिनट थप समय चाहिन्छ सभामुख महोदय। कतार एयरवेजको QR 646बाट 11 जना पाकिस्तानी, 3टै आर्मीको जल सेना, थल सेना र वायुसेना, 3टैको 11 जनालाई नेपाल बोलाएको छ। के यो उपयुक्त बेला हो कि हामी पाकिस्तानको लाई बन्न खोजेको हो? अनि यसले हाम्रो छिमेकीसँग सम्बन्धमा के असर पर्छ? सरकार यसको गम्भीरता कहिले पनि मापन गरेन। सरकार मात्र ठुला देशहरूलाई जिस्काउने काम गर्छ र आफ्नो नागरिकलाई दुखी बनाउने काम गर्छ, आफ्नो नागरिकलाई अनि गरिब बनाउने काम गर्छ। म त्यसमा आएको मान्छे साद मन्सुर अन्सारीको लिडरसिपमा अनि कमार अब्बास खोकर आएको छ, इरफान अबान आएको छ, अनि रहमान आएछन्, नेभीको मान्छे हो, लियाकत अली आउनु भएछ, कर्नल कलिम उल्लास आउनु भएछ, मोहम्मद अजहर आउनु भएछ, कर्नल मनी बिराज आउनु भएछ, कर्नल मोहनबी रियाज आउनु भएछ। यतिजना आएको बेलामा मैले के भन्न खोजेको भने कसैले आउने रोक्ने होइन, तर टाइमिङ हेर्नुपर्छ। हामी कुन समयमा के काम गर्दैछौँ। एकातिर हाम्रो छिमेकीसँग सम्बन्ध राम्रो सुधार्न सकेका छैन यो सरकार, बनेदेखि सरकारसँग सम्बन्ध राम्रो छैन, त्यस कारणले अहिलेसम्म प्रधानमन्त्रीको भिजिट हुन सकेको छैन। दोस्रो तरफ हामी भारतलाई जिस्काउनलाई यो समयमा पाकिस्तानी आर्मीलाई बोलाइराख्नु छ, त्यो पनि एउटा विङलाई होइन, 3टै विङ। किनकि हाम्रो देशमा मात्र एउटा विङ आर्मी हो, किनकि यहाँ वायुसेना छैन, जलसेना छैन, किन हामीसँग समुद्र छैन। त्यस्तै माननीय सदस्य समय सकियो। हस्, धन्यवाद।